ल अब लाग्यो है हामी सबैजना टिमै सेकेन्ड हाम्रो थर्ड मेरो पनि झन्डेले तपाईँ जसपर्क है ल लाग्यो अरे अरे कहाँ किनेको भाइ सेम छ त यो राम्रो छ है राम्रो छ राम्रो छ यो चाहिँ यो पनि राम्रै छ तर गाडी भन्दा ठुलो छ अहिले पो याद गरेको यो त नि त्यो बच्चाहरुको त हामी यस्तो छ स्टिकको लागि त मनको हातै छ नि अस्ट्रेलिया युएस जानेहरूलाई मात्र पुऱ्याउनु यति आइरहेको थियो है दुबई कतारहरू छैन बिचारा साथीहरू ऱ्याप गर्नुपर्ने अरे सामान यो दुईटा मात्र हो भतिज ऱ्याप गर्नु यो बाँकी के साह्रो बिजी हो आमा त्यति ऱ्याप गरेको 1150 मुरी ठोकिँदैन क्या यो त लाग्दैन त हौ केटा हो के भयो यार यो कस्ता पनि लाग्दैन यहाँ फेरि हामी त मुनि आउनु पर्यो यार लगेज चेक-इनमा ऱ्याप गर्न आँटेको यो नै लाग्दैन क्या यो जति घुमाउँदा पनि लाग्दैन के भएको ल अब हाम्रो यात्रा युकेसम्म हिथ्रो एयरपोर्ट बतिज खोइ ज्याकेटहरू ए यस्तो नि टाढो हुन्छ यो उपर गरौँ हेर अब 8 घन्टाको ट्रान्जिट छ हामी सुत्ने हो घन्टाको ट्रान्जिट भयो चाहिँ के हो
Okay, time 2:28 PM. हामी पुगिसकेका छौँ AK 7 number belt. है छिर्यो भित्र के भएको छ भाइ माङ्गेछ नि त यो के हो Togu, welcome to UK मेरो भाइ for the third time. तपाईलाई भोलि पर्सिको लागि रेडी होला नि आगो बाल्नु ए हो र ल हाम्रो चोकको एकदमै सिनियर दाइ हाम्रो पूर्व अध्यक्ष मिस्टर बसन्त राई हामीलाई वेलकम गर्न आउनुभयो हराइजन क्लबबाट हाम्रो क्लबबाट है दाइ थ्याङ्क यू सो मच है तपाईँ आइदिनु भयो हाम्रो धरानको जोन चाम्लिङ ब्लकबस्टर नेपालको एकमात्र त्यो त नभन्नु दाइ गाली खान्छ अहिले मैले अहिले हिथ्रो एयरपोर्टमा आइसक्नु भएको छ थ्याङ्क यू सो मच दाइ एकदम बाल्यकालदेखिको बालकदेखिको अहिले वयस्क भइसकेसम्म सँगै छौँ एयरपोर्टमा पनि हामी सँगै छौँ दाइलाई हामी चाहिँ एकदमै धरानमा मिस गरेको थियो हाम्रो चोकको एकदमै हामीलाई एकदमै बाटो देखाउने हाम्रो दाइ अब धरान छोडेर दाइसँग भयो तर हामी पर्खिरहेछौँ दाइलाई दाइ एकदम आर्टिस्टिक मान्छे हो तर राजनीति गर्नु खोजेर ओड्दिनी होइन दाइले गर्नै पर्यो राजनीतिक बनेको होइन क्या दाइको लागि भनेको दाइ भनेको कलाले भरिपूर्ण मान्छे हो कसम फेरि है दाइको स्किल्स काटी ठोक्नेदेखिको अर्को हातले कसम खानु भन्दै छ इलिगल कुरा भनिदिउँ पहिला नै फेरि बन्द पनि बनाएको नि मेरो दाइकोबाट सबै अपडेट लिनु सक्नुहुन्छ है तपाईँहरूले लाग्यो है हामी यहाँबाट चाहिँ अब होटलतिर होटलको नाम रहेको छ नबनाउ होला हाम्रो धरानको दाइहरू पनि आउनुभएको छ अब यता हिटमा हुनुहुन्छ ब्रोहरू पनि छ स्टिभ रा जन राले खिचिरहेको छ अरे क्युबेक्सले त के ब्याग धरि पढाउनु थालिसकेको त होइन मैले त्यहाँ लुगाहरू जस मैले विन्टरको लुगाहरू बोकेको थिएँ नि त जाडो रहेछ सबै क्युबेक्सबाट मैले लिएको थिएँ अनि क्युबेक्स चुरोट राख्ने पठाइदिएको छ होइन तर यहाँ तपाईँ चुरोट त खानुहुन्न राख्दिनँ म चुइगम होइन हर्ब्सहरू मिन्ट्स टाइप्स के हुन्छ ब्यागभित्र त के मनुले बन्डल भएछ ए ख भाइ यहाँबाट मेरो भाइ हाम्रो लागि चाहिँ पोर्क खाना आउँदैछ है दामी घाम ताप्दैछ केटाहरूले बसेर मजाले चारो के डको लागि फिस लभर है फेरि कोहीसँग फिस छ भने भजिसलाई दिँदा हुन्छ यो चाहिँ क्याचको लागि हो ए क्याच गरेर किल अनि होइन किल त हुँदैन मबाट र मेरो साथीहरूले मारेन मबाट चाहिँ हुँदैन कति पर्दो रहेछ पाउन्ड सस्तो रहेछ न 3.99 देखि स्टार्ट रहेछ 500 ग्राम युकेको वेदर त दामी छ त यो सबलाई स्पाकै चिन्ता हो क्या अनि ब्रेकफास्ट चाहिँ पे गर्नु पर्दैन बरु खाना यताउता छ भने चाहिँ उहाँ गएर चाहिँ पे गर्नुपर्छ फेरि बारमै या उसमा त्यो फोन अर्डर चाहिँ हुनु हुँदैन
मेन चाहिँ ब्रेकफास्ट चाहिँ मिस नगर केटा हो ब्रेकफास्ट चाहिँ सही मिठो हुन्छ कुनै पनि आर्टिस्ट कुनै पनि रेस्टुरेन्ट खुल्दैन रे 11-12 बजेसम्म चाहिँ त्यही भएर केही पनि पैसा दिनु पर्दैन है रेस्टुरेन्टबाट खाना अर्डर गरेको चाहिँ पहिल्यै पे गर्नु पर्दैन त्यो छुट्टै बार छ अनि हैन के लेखेको छ बिग फ्यान जोन्दाई हैन पाना के हो प्री एन्ड सीता थ्याङ्क यू बहिनीहरू थ्याङ्क यू फर द फुड चिकन ब्रेस्ट यहाँ छ है ल यहाँ खानेकुरा चाहिँ अलिकति तेल सेल बार्दैछु म चाहिँ त्यही भएर हो साथीले चाहिँ आज स्ट्रिक्ट डाइटमा हुनुहुन्छ एकदम राम्रो लागिरहेछ सुगर पनि खाएको छैन म खुसी छु तर कहिलेसम्म हो हैन तर भइसक्यो 3 महिना अनि के को हो म त त्यस्तो छु त ठीक छ यो पछि जाउँ न त नि के चाहिँ त्यहाँ मैले जिम यसरी कुद्नु मात्र हल्का पसिना झिक्नु म त आएर तपाईलाई प्रोत्साहन गर्नु बाहेक केही सक्दिनँ साथी होइन खुट्टा त तपाईँको भाँचेको होइन नि त हात मात्र भाँचेको त त्यो पनि हो ओ केपी श्री सर दाइ लु आउनै खाना खानु सही ग्रिन टी ग्रिन टी चाहिँ खानु मिल्छ यता ब्रो के लगेको अरे रात लाग्छ रात लगेर कतातिर हो ओ व्यवस्थापन अध्यक्षज्यू पता हो रात लगेर ए रात ठाउँमा पुगेन कि के हो सही ठाउँमा यो 1 हप्ताको रासन हो ए हजुर त्यो कुक त हामी पनि खान्छौँ अलिअलि यहाँ छ हो सबै लगिदियो माफ गरिदिनु होला सबै लगा कुक त लाँदा भयो मैले राख्दैछु स्टिकदार टन्ने सुगर खाने खानु नआउँदैछ नि भाइ बर भोकाइसक्यो भनेर भाइ नयाँ हो क्या यो निलो नयाँ हो किनेको भाइ अस्ट्रेलियाको लागि किनेको हेर्नु न के अरे मनुले मैले भाइलाई भाइ निलो यो नयाँ हो भनेर त देखेँ कि दाइ भने क्या हामी आम्मा भाइ भनेको कि मैले मनुले के अरे के हो भाइ युकेको लागि किनेको क्या अनि झगडा अस्ट्रेलियाको लागि